मेरो बिल्ला कसैले उडाउनै पर्दैन कि म आफै आफ्नो लागि एकदमै काफी छु। मेरो कपाल यस्तो भएको थियो। सो हाई गाइज, आज चाहिँ म गएको थिएँ कति टाइम पछि न्यू रोड। मैले चाहिँ त्यहाँनिर धेरै यताउता खिचिरहेको छैन भिडियो होइन, जस्ट मलाई आज दिनभरि मेरो कपाल देखेर नै यस्तो ट्रमाटाइज भइरहेको छु म मेरो कपालले गर्दाखेरि। स्ट्रेसले गर्दा कपाल यस्तो भएको भनौँ भने पनि म त्यति साह्रो एकदमै धेरै टेन्सन लिएर झोक्राएर बस्ने टाइपको नै होइन, एकदम चिल पाराको हो। तर पनि मेरो कपाल अहिले यस्तो भएको छ। मैले पहिला पहिला सबैलाई भन्ने गर्थेँ कि मेरो त कपाल झर्दैन भन्दै होइन, अनि त्यसरी भन्दै हिँडिसकेपछि नै मेरो कपाल झर्न थालेको हो। अझै अर्को कुरा, पहिला पहिला मैले पिरियड हुँदाखेरि पनि मेरो त पेट पनि दुख्दैन, मलाई त कस्तो केही फिल नै हुँदैन पिरियड भए जस्तो भन्थे कि। आजकल यस्तो दुख्छ बाफ्रे। सो आज चाहिँ म न्यू रोडबाट यति ठाउँमा घुमेँ दिनभरिमा मैले सिरियसली यो पानी र कुरकुरे मात्र खाएर आजको दिन बिताएको। त्यो पनि यो हात्ती गाडी, आई मिन टाटा गाडी भन्नुहुन्छ होला, त्यहाँ पनि मैले कपाल नै हेरिरहेको छु। म साँच्चै नै के जति बेला पनि म जस्ट मेरो कपाल मात्रै हेरिरहेको छु क्या। आजकल यति झरेको छ, माथि माथि भुर्र गौँथलीको गुण जस्तो उडिरहेको छ होइन। अनि हामी चाहिँ यता पसलतिर लागिरहेको थियौँ ड्राइभर दाइ र म। आधी बाटोमा चाहिँ यस्तो पानी पर्ला जस्तो भयो। धन्न दाइले चाहिँ होइन अब चाहिँ पाल हाल्नुपर्छ भनेर बाटोमै गाडी रोकेर पाल हाल्न लाग्नुभयो। आधी यस्तो अँध्यारो कालो भइसकेको थियो। हाम्रो चाहिँ पसल ग्वारकोमा छ नि त, अनि ग्वारकोमा आइपुग्दा त ठुलो पानी परिसकेको थियो। त्यसमा चाहिँ आज हामीले एक गाडी सामान लिएर आएका छौँ। त्यो पनि अब यो फेस्टिभ सिजन सुरु भयो, सो यति धेरै सामानहरू रिस्टक गर्नुपर्ने थियो, नयाँ भेराइटीको सामान राख्नुपर्ने थियो। के सामान हो भनेर यदि हेर्न चाहनुहुन्छ भने चाहिँ मैले हाम्रो बिजनेस अकाउन्ट पनि तल मेन्सन गरेको छु, हेर्नु होला। अनि म चाहिँ लगभग 8:30-9 बज्न लाग्दाखेरि चाहिँ घर फर्किएँ। त्यहाँ पनि मैले हेरिरहेको छु मेरो सोनेरे काले घने बाल जुन अब भन्नको लागि मात्रै छ। सो बाई एन्ड थ्याङ्क यू फर वाचिङ।